नमस्ते सम्पूर्ण मित्रजनहरुमा धौगदिया सबैजनालाई मिठो सम्झना भन्दै म रोल्पा ठबाङको यो लाकुबाङ दादादेखि बोल्दैछु। मेरो घरको नजिकैदेखि है। आजको काम चाहिँ मेरो विशेष गरी सिमिट टिप्ने अनि नल फाड्ने कार्यक्रम भइरहेको छ हैन। मेरो घर यो हो भनेपछि बजार चाहिँ त्यहाँ देखिरहेको छ, ठबाङ बजार देख्न सक्नुहुन्छ प्रशस्त है। आजको दिन चाहिँ हिजो बिहानदेखि एकदमै मकै भाँच्ने नल फान्ने हैन अनि सिमी टिप्ने कार्यक्रम चलिरहेको छ। हाम्रो चाहिँ हाटहरु पनि यस्तो भइसकेको छ, पुरै काटेर कस्तो गाह्रो भइरहेछ फुटेर हैन। हाटको अवस्था त एकदमै नाजुकी, नङमा मैलो परेर यस्तो भइसकेको छ। गाइज हो के गर्नु, गाउँघरको काम यस्तै हुन्छ। फिल्टर बिनाको भिडियो कस्तो हुँदो रहेछ भनेर बनाएको, त्यसो काम गर्दा चाहिँ यस्तो हुँदो रहेछ है। अनि यहाँ रहेको छ नजिकै ठबाङ बजार, मेरो बारीदेखि हैन। बारी देखिने गाउँ चाहिँ मरनठान हो। त्यसपछि तल्लाबाङ धर्मशाला रुकुमको सिमाना है। रुकुम चाहिँ त्यो खोलादेखि पाल्नुपट्टि पर्छ, सबै देखिने वनहरू। यहाँ चाहिँ हाम्रो घर, पुरानो घर, मूल घर रहेको छ भनेपछि यता चाहिँ हाम्रो माउली घर। यो ठाउँ चाहिँ सबै हाम्रो जिमी जग्गाहरू छन् हैन। अनि उता चाहिँ रहेको छ बिबाङ है। यहाँ चाहिँ हाम्रो चेलीबेटीको घर रहेको छ। यहाँ चाहिँ सबै चेलीबेटी बिहा गर्नुभएको छ यही लाइनमा हैन। यहाँ रहेको छ गोबाङको स्कुल, पनि स्कुल हो। अनि यहाँ रहेको छ तपाईको सौर्य ऊर्जा विद्युत है हाम्रो ठबाङ गाउँमा। यसैदेखि हामी विद्युत बालिरहेका छौँ अहिले है। यसरी रहेको छ, यहाँ नजिकै हो, त्यति टाढा होइन। चाहिँ विद्युत ऊर्जा हाउस हो है, सौर्य ऊर्जा हाउस। यहाँ रहेको छ फुली, यसरी चाहिँ रहेको छ। यहाँ थबाङ खोला, थबाङ गाउँ यसरी रहेको छ है तल। अनि उता चाहिँ मेरो सासु आमाहरू नन्दहरूले चाहिँ मकै भाँचेर नल फाड्ने गर्दै हुनुहुन्छ। ल है, म चाहिँ यसरी सिमी टिप्ने कार्यक्रममा छु है। कलको फलेको छ यहाँनिर। चाहिँ मेरो देउरानीले नल फान्दै हुनुहुन्छ। मकैको जुन मकै भाँसेको धोसो छ त्यो चाहिँ काट्दै हुनुहुन्छ हिउँदामा पशु प्राणीको लागि है त। गाइस म चाहिँ अब सिमी टिप्सकेँ। अब चाहिँ म चाहिँ मकैको डाँख्लो खाने हो। एउटा उखु चाहिँ खाऊँ, तिर्खा लागेको छ। यो उखुले चाहिँ पुरै प्याज चाहिँ मेटाउँछ है, गुलियो हुन्छ। मकैको उखु हो, मिठो हो।